यो कपडाहरू यसो देखाइदिनु त भाइ नानी बाबुको लागि यो चाहिँ यो मेरो नानीहरूलाई अब हजुरले सहयोग गर्नुभएको। हजुर अब म यसरी लिएर जाँदैछु, मेरो बच्चाहरूलाई नै लगाउँछु। अनि यो चाहिँ मलाई स्वयम्भूबाट पठाइदिनु भएको होइन। हजुर। उहाँको नाम चाहिँ आनी आमा भन्छु मैले होइन। हजुर। उहाँको चाहिँ स्वयम्भूमा चाहिँ पसल छ कि हजुर कपडाको पसल छ। यो चाहिँ उहाँहरूले कलेक्सन गरेर पठाइदिनु भयो मलाई। हजुर। म चाहिँ यो कपडाहरू चाहिँ यस्तो संस्थाहरूमा लगेर दिने गर्छु कि है। हजुर। र उहाँले अझै मलाई बोरा पठाइदिनु भएको छ। हजुर। बोरा पठाइदिनु भएको छ होइन। हजुर। र अझै बाँकी छ, कसैलाई चाहिन्छ भने मलाई कल मलाई अब यो यति चाहिँ म यति लान्छु। अरू म जस्तो धेरै दुखी गरिबहरू हुनुहुन्छ, अरूलाई दिनुहोस्, मलाई यति भए पुग्छ। राम्रो लाग्यो कपडा एकदम राम्रो छ, मलाई एकदम राम्रो। हामी दुखी गरिबहरू छौँ, मलाई एकदम राम्रो लाग्यो, खुसी लाग्यो। दाइको शुभ नाम भन्नुहोस् त। मेरो चन्द्रबहादुर कार्की। चन्द्रबहादुर कार्की। कुन ठाउँबाट आउनुभएको? म दोलखाको झ्याकुबाट, गौरीशङ्कर गाउँपालिकाबाट। दोलखाको झ्याकुबाट? हजुर, झ्याकुबाट। कति वर्ष लाग्नुभयो? म अहिले 43 वर्ष लाग्यो। हजुर। के काम गर्छु भने आउनुभयो काठमाडौँ तपाईँ? म काठमाडौँमा चाहिँ खास गरी अब यसो ज्यामी कामै गर्छु। अब यसो ऋण तिर्छु, ऋण टनकै छ। छोराछोरीलाई यसो अब कापी कलम किन्नु हुन्छ, यसो अब के किताबहरू किन्नु हुन्छ भनेर। अब साउले पनि गाउँमा बस्न दिएनन्। अब आजले भोलि नै ले भन्न थाले। कति छ ऋण? कति छ? ऋण त मसँग 25 लाख जति छ। 25 लाख? के गर्नुभयो 25 लाख? मैले पहिला सुरुमा ऋण काटेर घर बनाएँ, अनि त्यहाँबाट ऋण काटेर घर बनाउनु साथै फेरि भूकम्प आएर ढल्यो, अनि फेरि बनाउनु पऱ्यो। त्यो अब काठ हाम्रोमा त्यतिखेर रोड पुगेको थिएन। टाढाबाट बोक्दाखेरि ढुवानी दिँदाखेरि त्यो रात दिएको 3 लाखले नै पुगेन। अनि त्यहाँबाट त्यस्तो हुँदा हुँदै मलाई 1को 2 भइहाल्यो ऋण, सहकारीको ऋणहरू त्यस्तो भयो। त्यहाँबाट ऋण अलि तिर्न सक्छु कि ब्याज घटाउन सक्छु भनेर आएको। त्यहाँबाट अब यहाँ पनि अलि काम यो लोै भयो, काम भएन। बच्चा फेरि त्यहाँबाट कुकुरले बच्चा टोकिदियो, त्यता खर्च भयो। अनि अब यसो अब घरको बच्चाहरूलाई पनि दिनु सकिएन। अब नानीहरूलाई यताउता पैसा पठाइदिए भन्छन्, पठाउन सकेको छुइनँ। तपाईँको अलिकति बताउनुहोस् मलाई होइन, तपाईँको कतिजना बच्चाहरू हुनुहुन्छ? मेरो 6 जना। 6 जना बच्चा छन्? हजुर। 4 जना छोरी, 2 जना छोरा। 4 जना छोरी छन्, 2टा छोरा छन्। हजुर। छोरी कति वर्ष भयो? छोराहरू कति वर्ष भयो? एउटा छोरा चाहिँ तपाईँको अहिले 15 वर्ष लाग्यो, त्यो 9मा पढ्दैछ। हजुर। अरू चाहिँ एउटा छोरी छ 13 वर्षको, 6 क्लासमा पढ्दैछ। हजुर। अरू चाहिँ 1 क्लास, 2 क्लास। अब अरू त कोही शिशुमा, कोही स्कुल बच्चा स्कुलै लागेको छैन। सानो पनि छन्? हजुर। सबैभन्दा सानो कति वर्षको छ? त्यो अहिले 3 पुगेर 4 लाग्यो। 3 पुगेर 4 वर्ष लाग्यो। जेठो चाहिँ? जेठो चाहिँ 15 वर्ष लाग्यो। 15 वर्ष लाग्यो है। हजुर। भनेपछि 6 जना बच्चा पाइसक्नु हुन्छ हजुर। तपाईँले? हजुर। हजुर। त्यो 6 जना बच्चाहरू पाल्नु पनि पर्यो। तपाईँ भारी बोकेरै ज्यामी कामहरू जे पाइन्छ त्यही गरेरै गरिरहनु भएको छ? हजुर, त्यही गरेको। कति कमाइरहनु भएको छ? म अब कोही बेला त पहिला त अलिअलि कमाइ हुन्थ्यो, 20-25 देखि 30 सम्म हुन्थ्यो। अब अहिले त त्यस्तो हुँदैन काम। अहिले त तपाईँको के अरे यो पालि त मैले 12,000 पनि बचाउन सकिनँ। अनि अब अलि मान्छेहरूले पनि नलाने, काम पाएको ठाउँमा लुकेर जाने। मलाई काम छ भनेर नि नभन्ने भए, गाउँकै मान्छेहरू साथीभाइहरूले भारी बोक्ने पनि त्यस्तो भयो। मेरो बुबा आमा हुनुहुन्न। बुबा मम्मी त के अरे 13 वर्षको हुँदै बित्नुभयो। बुबा चाहिँ 18 वर्षको हुँदै बित्नुभयो। अनि त्यहाँबाट अब बुबा मम्मी नभएपछि बिहे पनि म आफैले गरेँ। अब त्यसो मागेर बिहे गरियो, त्यतिखेर मागी बिहे हुन्थ्यो। अनि मागेर बिहे गरियो। अब बहिनी के अरे उसको बच्चा जन्मियो। बच्चा जन्मेपछि कसैले अब म एउटा एक्लो छोरा हो, कसैले हेर्ने, यसो कसैले सहयोग गर्ने पनि भएन भन्नु बिस्तारै मेरो भन्नुपर्दा चाहिँ। तपाईँको 25 लाख नै चाहिँ एकजना मात्रै दिनु कि ठाउँ ठाउँबाट उठाउनु? मैले सहकारीतिरबाट गर्दाखेरि मलाई 1को 2 भएर 8 जना लाग्यो सबै गर्दाखेरि। अनि गाउँतिर लिएको चाहिँ कति हो पैसा? मैले लिएको त तपाईँको जम्मा 6 लाख लिएको। 25 लाख भइसक्यो? 25 लाख भइसक्यो, तिर्न सकेको छैन। कति वर्ष भयो तपाईँ लिएको पैसा लिएको? मैले अहिले 5 वर्ष भयो। 5 वर्ष भयो। 6 लाखको 25 लाख भइसक्यो। डबल तेब्बरै भयो। हजुर, तेब्बर चौबर भइसक्यो। अझ वर्ष ले भन्छन् पैसा। अनि त्यो सहकारीले तपाईँले अनि कति 6, 7, 8 वर्ष भयो? 10 वर्ष भयो? 10 वर्ष भएको छैन। 8 वर्ष भयो। भूकम्प गएको अहिले मैले 72 भनेपछि 7 वर्ष भयो। हजुर। हजुर।
7 वर्षमा उनीहरूले तेब्बर बढाए तपाईँको पैसा तेब्बर बढाइसक्यो। अब त्यत्रो हुन्छ भनेर कर्फ्यू लाग्लाई छन्, चिठी आउँछ मलाई, फोन आउँछ। तिर्नु पनि तपाईँले 6 लाख रुपियाँ हो नि त? 6 लाख रुपियाँ। कति पर्सेन्ट ब्याजमा लिनुभयो? उनीहरूको अब के अरे पर्सेन्ट चाहिँ 14% ब्याज हो। 14 होइन, 1 लाखको 14,000 तिर्नु पर्यो भनौँ न होइन? हजुर हजुर। जोड्दै गए भइहाल्यो होइन? हजुर। तपाईँको बुझ्दाखेरि त तपाईँको त्यत्रो त आउनु नपर्ने। अरू गाउँको नि छ मसँग अलि, गाउँलेबाट नि लिएको, 1 को 2 भएको डब्लेको छ। हजुर। मैले 71मा घर बनाएँ। हजुर। 72 फागुनमा घर बनाएँ। 71 वैशाखमा ढल्योपछि त्यसमा अब त्यतिखेर नि तथर मथर भयो। त्यो पनि ऋण तिर्न सकिएन। त्यहाँबाट फेरि कोरोना आयो। कोरोना आएपछि घरबाटै कहीँ निस्किन सकिएन, त्यहाँ पनि तिर्न सकिएन। अनि त्यस्तो हुँदै मलाई ऋण बढ्यो। ऋण चाहिँ 25 लाख रुपियाँ छ। हजुर। तपाईँले लिएको ऋण यताउता गरेर 6 लाख मात्रै हो कि अरू पनि? लिएको चाहिँ जम्मा मैले यताउता गरेको चाहिँ 12 लाख चाहिँ भयो। 12 लाख लिनु पर्यो। 24-25 भने झनै डबल तपाईँले तिर्नु पर्यो। हजुर हजुर। अब यो पैसा कसरी तिर्नुहुन्छ दाइ? अब यसरी भारी बोकेर सधैँ सकिँदैन। अब मेरो चाहिँ गुजारा छ। अब यताउता गरेर कसै केही गरेर हुन्छ कि न भारी बोकेर हुन्छ कि अब अलिअलि भएको पाटा सुरको नि बेचेर तिर्नु पर्यो भन्ने सोच छ। खेत त छ घरमा अलिअलि? जमिन चाहिँ पाखो जमिन छ, तर त्यहाँ पनि मूल्यका नै छैन। के अरे रोपनीको 10,000 12,000 रोपनी खोज्छन्। 10,000 12,000 रोपनी? हजुर खोज्छन् पाखा। रोपनी भने यहाँ हो त नि? अनि तपाईँको फेरि अब त्यहाँ जनावरहरू लाएर आम्दानी खान दिँदैन। बाँदर लाग्छ, दुम्सी लाग्छ, मृगहरू लाग्छ। हजुर। अनि त्यस्तो भएपछि अलि दुःखै छ। मकै 6 जना बच्चा तपाईँले पढाउनु भएको छ कि छैन? बच्चा तपाईँको 5 जना चाहिँ स्कुल जान्छन्। 5 जना जान्छन्। एउटा चाहिँ मम्मीको काखमा बस्छ। सानै छ? हजुर सानै छ। पढाउन सकिराख्नु भएको छ बच्चालाई? अब यसो दुःख गरेर कोही बेला बनी गर्छु, कोही बेला गाउँलेको ढुङ्गा फुटाउन जान्छु, कोही बेला कता जान्छु, त्यसो गरेर नि पालिरहेको छु। तपाईँलाई मैले अस्ति त्यहाँ ढुङ्गा बोक्ने बेला भेटेको होइन? हजुर। मेरो मोबाइल हराउँदाखेरि म त्यो ट्र्याकिङ गरेर जाँदाखेरि हजुर त्यो मोबाइल कहाँ छ भने ट्र्याकिङ गर्दाखेरि तपाईँ ढुङ्गा सार्न आउनु भएको। हजुर हजुर। त्यो बेला भेट भएको। मैले पैसा पनि दिएँ, तपाईँलाई लिन मान्नु भयो। हजुर हजुर। मलाई दुःख लाग्यो। अब हजुरकै पिरामा हुनुहुन्छ, म त के अरे बनी गरी खाने मान्छे। तपाईँलाई नै यत्रो मुङ्गी खालको मोबाइल हराउँदा भोलि दुःख लाग्यो। तपाईँलाई पिरामा हुनुहुन्छ, म जस्तै पीडामा हुनुभयो। मलाई पनि ऋण लागेको थियो, ऋणको त्यसरी साउले समाति। तपाईँ त यत्रो मुङ्गी फोन किन्नुभयो तर हरायो, अर्काले चोरिदियो। अन्तखेरि मलाई साह्रो दुःख लाग्यो र लिन मन परेन। अनि दुःख लाग्दै समातेँ। तर मैले तपाईँलाई जबरजस्ती भए पनि फगाएर दिनुभयो। तर भन्दाखेरि तपाईँले दुःख गरेको पैसा तपाईँले लिनुपर्छ दाइ। त्यो हराउनु त हराइहाल्यो, चोरी भएको त्यो सिद्धियो। अब तपाईँको कति ठाउँमा चाहिँ हामीलाई तपाईँको त्यस्तो त होइन, तपाईँले त्यसरी सम्झेर दिनुभयो। अब कति ठाउँमा चाहिँ हामी सहयोग पनि मलाई त सहयोग नगरे पनि अर्कालाई पनि म सहयोग गर्दै हिँड्छु। दुःख परेछ भने कोही मान्छे बाटामा सुतिरहेछ भने म उठाएर लगेर त्यसको घरसम्म कता हो घर भनेर सहयोग गर्दै हिँड्छु। अनि उसलाई कतै मातेको मान्छे रहेछ भने उसको घर परिवारलाई सम्झाएर लगेर सुताइदिन्छु। म धेरै त्यस्तो मन लाग्छ। तर म आफूलाई चाहिँ त्यस्तो गर्ने मान्छे पाए धेरै खुसी लाग्थ्यो। तपाईँको बच्चाको लागि मैले तपाईँलाई कपडाहरू छान्न दिएँ। हजुर हजुर। लगेर दिनु पुग्छ कि अझै छान्नुहुन्छ? पुग्छ, मलाई त्यति भए पुग्छ। म धेरै लान्न, म अरूलाई नि बाँडिदिनुहोस्। मेरो जस्तो बच्चा धेरै अरू दुःखी हुन्छन्, ती दुःखीलाई नि दिनुहोस्। म मात्रै आज सिङ्गो खाउँ, सिङ्गो लाउँ हैन। मैले त भनेको सबै नै लैजानु होइन, त्यसरी होइन। मलाई तपाईँको सिङ्गो लाउँ, सिङ्गो खाउँ भन्नु हुँदैन। म जस्तो कयौँ गरिब छन्, म जस्तो धेरै दुःखीहरू छन्, तिनलाई नै पुगोस्। म भोको बस्दाखेरि तिनले पनि खाउन्। मेरा छोराछोरी जस्तो भोको बस्ने मान्छेहरूले अरूले नि खाउन्। मेरो भावना त्यस्तो हुन्छ। हजुर ठिकै छ दाइ। अब तपाईँको समस्याको कुरा गर्छु म होइन? हजुर। 25 लाख रुपियाँ सानो रकम होइन। हजुर होइन? हजुर। माटोको घर बनाउनु भयो, ढला नै बनाउनु भयो? तपाईँको पहिला माटो, ढुङ्गा र माटाको बनाएको थियो। काठ टाढाबाट बोक्नु पर्थ्यो। काठ कटनी भन्दा बोकनी बढी लाग्यो खर्च। गाडी पुग्दैन थियो, अहिले चाहिँ गाडी पुग्छ। अनि त्यहाँबाट पछि भूकम्प गयो। भूकम्प गएपछि नि फेरि त्यसै गरी बोक्नु पऱ्यो। अनि ढुङ्गा माटो। अनि तपाईँको त्यतिखेर हामीलाई सिमेन्ट हत्तै बढेर 1 बोरा सिमेन्टकै तपाईँको 1400 रुपियाँ पऱ्यो।
1400 हजुर एक बोरा सिमेन्ट एक बोरा सिमेन्टको बालुवा त तपाईँको 300 रुपियाँ बोरा किन्नु पर्यो ओहो अब डिबिसी नगरिकन घर पास हुँदैन भने अनि त्यसो गर्दा गर्दै हाम्रो त घर बनाउँदाखेरि नै लगभग आधी पैसाले नि पुगेन हजुर त्यहाँबाट ऋणै काट्नु पर्यो अनि त्यहाँबाट सरसपाट गरेर हजुर दिन्छु यताउता भनेर गरेँ अब अहिले चाहिँ अलिक तिर्न सकेको छुइनँ अब म भारी बोक्दै तिर्दै गर्छु भन्ने मेरो सोच छ हुन्छ दाइ मबाट केही सहयोग तपाईँलाई अब त्यत्रो 25 लाख त मैले दिन सक्दिनँ होइन हजुर तर म तपाईँको बच्चाको लागि पढ्नको लागि हजुर है हजुर केही न केही म हेल्प गरिदिन्छु है मैले तपाईँलाई मेरो बच्चा पढ्नलाई हिले भयो भने त म मेरो बच्चालाई हिले गर्ने पैसा म त्यहाँ ऋण तिर्थेँ हजुर हेर्नुहोस् म चाहिँ तपाईँको पढाइको लागि बुझ्छु यहाँ स्कुलहरू बुझ्छु मेरो साथीभाइको स्कुलहरू छ होइन सब बुझ्छु हजुर फ्रीमा पढाउनलाई राम्रो स्कुल बोर्डिङ स्कुललाई पढाइदिन पाइयो भने म बच्चाहरू त्यस्तो भविष्य राम्रो त्यस्तरी बच्चा पढाउनु पाएँ भने म त भारी बोक्नै पढ्दिनँ म अहिले तपाईँको एउटा नेपाली अक्षर लेख्न जान्दिनँ हजुर अब अर्काले फलाना नम्बरको गाडीमा लड सामान हाल भन्यो भने म त्यहाँ पुर्याउन सक्दिनँ पढाइ छैन अब मेरो बच्चा चाहिँ मलाई के लाग्छ भने छोरा 9मा पढ्छ तर छोरा म त्यस्तो होइन 12 चाहिँ क्लियर गर है म जस्तो अब धेरै त पढाउन सक्दिनँ 12 चाहिँ क्लियर गर्नुपर्छ म कापी कलम दिन्छु घरको ढुटुर पिठुर के हुन्छ खाएर साग सिस्नु खाएर गएर तँ पढ्नुपर्छ म भोलि म जस्तो अनपढ नहो भनेर बारम्बार छोरालाई भनिराख्छु अनि अब त्यस्तो बोर्डिङ स्कुलमा मेरो बच्चा पढाउन पाएँ भने त म धेरै खुसी हुन्थेँ हेर्नुहोस् दुःख लाग्छ यो कपडाहरू यसो देखाइदिनु त दाइ नानी बाबुको लागि यो चाहिँ यो मेरो नानीहरूलाई अब हजुरले सहयोग गर्नुभएको अब म यसरी लिएर जाँदैछु मेरो बच्चाहरूलाई नै लगाउँछु अनि यो चाहिँ मलाई स्वयम्भूबाट पठाइदिनु भएको होइन उहाँको नाम चाहिँ आनी आमा भन्छु मैले होइन उहाँको चाहिँ स्वयम्भूमा चाहिँ पसल छ कि कपडाको पसल छ यो चाहिँ उहाँहरूले कलेक्सन गरेर पठाइदिनु भयो मलाई म चाहिँ यो कपडाहरू चाहिँ यस्तो संस्थाहरूमा लगाइदिने गर्छु कि है र उहाँले अझै मलाई बोरा पठाइदिनु भएको छ बोरा पठाइदिनु भएको छ होइन र अझै बाँकी छ कसैलाई चाहिन्छ भने मलाई अब यो यति चाहिँ म यति लान्छु अरू म जस्तो धेरै दुखी गरिबहरू हुनुहुन्छ अरूलाई दिनुहोस् मलाई यति भए पुग्छ राम्रो लाग्यो कपडा एकदम राम्रो छ मलाई एकदम राम्रो हामी दुखी गरिब छौँ मलाई एकदम राम्रो लाग्यो खुसी लाग्यो के भन्न चाहनुहुन्छ सबैलाई उहाँ देख्नेहरूले खुसी भएर लगाइदिउन् म पनि यसै गरी दुखी गरिब म लिएर जान्छु मेरो तातो न्यानोमा हामी एक झुम्रो खानु र एक गाँस खानुको नै भावी हो यति पाएकोमा धेरै खुसी अरूहरूले नि मलाई दिनुहुने आमालाई पनि धेरै मेरो दशमले जोडी नमस्कार यो चाहिँ मलाई हिजो पठाइदिनु भएको किनकि म कता कता संस्थामा जान्छु नि त सहयोग गर्नलाई अनि त्यहाँ जाँदाखेरि यस्तो कपडाहरू चाहिँ दिनु भनेर भन्नुभयो अरूलाई नि लर दिनुहोस् अरू नि पाउन् सबै कुराहरू छ क्याप्सहरू पनि रहेछ होइन अब बच्चाहरूले अब खुसी हुन्छन् मेरो बच्चाहरू धेरै खुसी हुन्छन् हजुर त्यो चाहिँ गरिदिनुहोस् है हस् 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 केही छ दुःख चाहिँ केही छ मेरो एकदम यति छ तर यति कपडा पाएको म धेरै खुसी छु राम्रो छ पढ्नको लागि केही सहयोग गरिदिनु मेरो बच्चाहरू पढ्नलाई मेरो यसरी नेपाल सरकारले पनि यति राम्रो हेरेर यसो म दुखी गरेको बच्चा पढाइदिनु भयो भने म धेरै खुसी हुन्थेँ मेरो चाहिँ यति बिन्ती खुसी लाग्यो मलाई हजुर एकदम हजुरलाई भेटेर मलाई धेरै खुसी लाग्यो तर म हजुरको फोन हराउँदा म धेरै दुखी थिएँ अब हजुरले यसो यति सहयोग गर्नुभएको म धेरै त्यो दिन त मैले भगवानको भेटाइछु म भगवान जस्तो भेटेँ मेरो बच्चाहरूलाई यसो कपडा पनि पाएँ म यसो दुःखको कुरा नि गर्नु पाएँ हजुरसम्म तर यो म पढाइको लागि सहयोग गर्छु हजुर तर अरू नसके पनि होइन हजुर मलाई अब सानो बच्चा बच्ची भनेपछि साह्रै माया लाग्छ होइन उनीहरूको लागि म केही सहयोग गर्छु म बोलेको कुरा चाहिँ पुरा गर्छु है फेरि है हुन्छ धन्यवाद अब मेरो बच्चाहरू यसरी पढाउनु पाएँ भने त मलाई त्यो पढाइ खर्च चाहिँ उग्रियो भने हामीहरू दुई बुढाबुढी नै लागेर हाम्रो श्रीमान श्रीमती लागेर भने हामी यो साउको ऋण पनि तिर्न सक्छौँ यति खुसी लाग्छ धेरै धन्यवाद हस् हस् हस्